लागेर बिरालोलाई मजाले सुतिरहेको छ। उसको बेबीहरू पनि छ तिनवटा। अहिले उसको बेबीहरूलाई पनि देखाउँछु म। सानो छ उसको बेबी हो। यो चाइनिज मनी प्लान्टले पनि फुल्दो रहेछ। हेर्नुहोस् त कस्तो दामी फुलिरहेको छ। यो चाहिँ मनी प्लान्ट अरे तर चाइनिज मजाले फुलिरहेको छ हो। यहाँ दुईवटाले मजाले फुलिरहेको छ। चाइनिज मनी प्लान्ट अरे। अन्त यो मैले घरबाट लिएको थिएँ हो ह्याङ्गिङ भनेर मैले रोपेको थिएँ। अहिले कस्तो दामी भएको छ। मैले त्यो घरबाट लिएकै ससुरालीबाट। कस्तो दामी भएको छ। किनेको चाहिँ होइन कि तर घरबाट ल्याएको हो। कस्तो दामी भएको छ। यो तल चाहिँ यो उन्यु जस्तै छ हो। उन्यु चाहिँ यो बहिनीले दिएको त्यसलाई चाहिँ के भन्छ तर चाहिँ रोप्छु कि तर नाम चाहिँ थाहा हुँदैन। मजाको भएको छ हो। कस्तो दामी भएको छ हो। कस्तो दामी भइरहेको छ। हेर्नुहोस् त कस्तो दामी भएको छ। यो घरबाट दिएको कस्तो दामी भएको छ। आज त मलाई भिडियो बनाउनु मन लाग्यो हो। त्यो भएर त्यही बेला मात्रै बनाउँछु र त्यो भएर हेर्नुहोस् त मेरो प्लान्टहरू मैले आफै रोपेकै तर जानी नजानी छ पनि के दामी भएको छ। गाडीमा आयो सन्तकुमार दाजुको गाडीमा आयो। कस्तो दामी भएको छ। कस्तो दामी देखिरहेको छ। शिव मन्दिरहरू अहिले चाहिँ घाम लागेर हो। बनाउँदा पनि भएन मेरो जानिनँ रोप्नु। भयो बिरालोको बेबीहरू पनि आएछ दुईजना देख्नुभयो तपाईँहरूले साथीहरू। सानो छ तिनजना। उनीहरूको खेल्दैछ बाहिर हो। एउटा गाडी मुनि पस्यो ऊ आमासँग खेल्दैछ। तिनवटा एउटा तल पुनितको बहिनी उसलाई दिएको थिएँ हो चाङ्लै हो। यो पनि आएछ हो दुईजना मजाले खेल्दैछ। उनीहरू खुसी भयो घाम लागेको देखेर खेल्दैछ। दुईजना तिनजना छ यिनीहरू मजाले खेल्दैछ चल्दै पनि छ हो। उनीहरूलाई पनि घाम लागेर तातो भएर मजा आएछ है। कस्तो दामी देखिरहेको छ। हेर्नु न मजाले खेल्दैछ। के खेल्दैछ त्यहाँनिर देख्नुभयो तपाईँहरूले साथीहरू। कस्तो दामी बच्चा ब्याएको छ हाम्रोमा तिनवटा हो। कसलाई मनपर्छ भन्नु चाहिँ बिरालो दुईजना खेल्दैछ। जान्दिनँ नि त म हो। आज चाहिँ तपाईँले त्यही भएर यो त झन् दामी भएको छ। अघिको भिडियो पनि दिएको थिएँ तपाईँहरूलाई। अहिले पनि देखाउँदैछु कस्तो दामी भएको छ यो प्लान्ट त। हेर्नुहोस् त कस्तो दामी भएको छ मेरो प्लान्ट। यो पनि ह्याङ्गिङ भनेर लेख्थेँ कि तर अरे ह्याङ्गिङ होइन रहेछ। के हो लामो हुँदैन यत्रै हो। प्लान्टै हो यो चाहिँ ह्याङ्गिङ। मैले यहाँ पनि बनाएको थिएँ यो के भन्छ ल सुन के हो कुन त निस्को नाम जान्दिनँ तर मैले बनाएको थिएँ कि यत्रो फुलिरहेको छ। तर मैले रोपेको थिएँ कि सानो काटेर मजाले फुलिरहेको सानो बरिस भयो।
नानीहरूले हेर्नुहोस् न बाङबुङ पार्दैन हो साथीहरू, सबै बाङबुङ पार्दैन यी नानीहरूले चुट्टाइदिएर यो मात्रै उठाइरहेको छ होइन, सबै बाङबुङ पार्दैन भत्काइदिएर केही त राख्नु दिँदैन नानीहरूले। दावासाङ थार्छेन अन्त के अरे न्यारिकाले तिनजनाले उसले बाङबुङ पारिदिइहाल्छ फुलहरू हो। दामी भएको थियो नि, दामी भएको चाहिँ यहीहरू मात्रै हो, प्लान्टहरू मात्रै छ। यो चाहिँ हाम्रो शिव मन्दिर हो, पहिलाको पुरानो शिव मन्दिर हो। माथि चाहिँ हाम्रो होमस्टे छ, माथि चाहिँ हाम्रो होमस्टे है। कस्तो दामी भइरहेछ, अब घाम लागेर चाहिँ पानी आएर चाहिँ घाम लाग्यो कि, त्यही भएर कस्तो दामी देखिरहेको छ। यहाँ चाहिँ शिव मन्दिर, डस्टबिनहरू यहाँ राखिरहेको छ, सबै घाम लागेको मजाको देखियो। पारि हेर्नुहोस् न बादलमा कस्तो दामी देखिरहेको छ है, के उयो बसेको जस्तो मजाको देखिरहेको छ हो। अलिक जुम भयो नि त, दामी देखिरहेको छ के मजाकै उभिरहेको मान्छे उभिरहेको जस्तो देखिरहेको छ घाममा, मजाको देखिरहेको छ। कस्तो दामी देखेको, अब यो घाम लागेर भ्यू पनि मजाको देख्यो। यहाँ चाहिँ सन्तोषहरूले घर बनाउँदैछ, त्यही भएर पात लगाउँदैछ। आकाश पनि मजाको भएको छ है, कस्तो दामी। यो चाहिँ मन्दिरभित्र जाने सिँढी हो, यो चाहिँ गणेश भगवानको मन्दिर हो। यो चाहिँ यता गएरै सिँढी जाने हो। यो चाहिँ गेट हो मन्दिरको, आज चाहिँ गेट खोलेर रहेछ मन्दिरको, लगाइरहेको रहेछ। र अब भित्र चाहिँ देखाउँदिनँ तपाईँहरूलाई, बाहिर मात्रै देखाइदिन्छु। त्यस्तो छ शिव मन्दिर चाहिँ। शिव मन्दिर चाहिँ हाम्रो होइन, सबैको, हाम्रो मात्रै होइन, सबैको जो पनि आउँदा हुन्छ, जसले दर्शन गर्दा पनि हुन्छ, जसले पूजा गर्दा पनि हुन्छ है। यस्तो छ, यहाँनिर उभिने जग्गा छ, जग्गा पनि भइसक्यो फुटेर, के भएर है फुटेको छैन नि। र यो चाहिँ खोलाबारी, त्यो बादल चाहिँ अघि मान्छे उभिएको जस्तो भइरहेको थियो, अहिले चाहिँ फेरि लडेछ है, भत्केछ हो, मजाको देखिरहेको थियो, भत्केछ। तल टाँकीको कस्तो फुलिरहेको छ, पुरा फुलिरहेको छ। टाँकीको झिलमा पानी हालिरहेको छ मजाले, झिलमा पानी हालेर कस्तो गाडी देखेको छ। मान्छे पनि रहेछ त्यो झिलमा, ताबाकोसी भन्छ सबैजनाले, ताबाकोसी, रामबाङ ताबाकोसी चाहिँ यस्तो छ है साथीहरू। हेर्नुहोस् है हाम्रो रामबाङ ताबाकोसी त यस्तो छ है। आउनुहोस् है तपाईँहरू घुम्नुहुनेहरू, साथीहरू आउनुहोस् है, घुम्नुहुन्छ तपाईँहरू यहाँ आउनुभन्दा आउनुहोस् है तपाईँहरू, आउनुहोस् कोही बेला साथीहरू सबैजना। तपाईँहरू हाम्रो शिव मन्दिर, गयो हाम्रो दुईजना म्याडमहरू। यता हेर न, हाई भन न, हाई भन न, एउटा हातले कस्तो खालको छ यिनीहरू त। यिनीहरू त हो ऊ गयो खाना लगेर, ऊ सुपर डुलक्समा जाँदैछ खाना लगेर दुईजना। नवीन जुजूले पनि हेर्दैछ दैलो बुढो।